हेलो गुड मर्निङ एभ्रिवान। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ? अनि म पनि सन्चै आरामै छु। अनि आज चाहिँ पूर्णिमाको दिन मालिका गाउँपालिकामा रहेको मालिकाको मन्दिरमा कालीपाठीको पूजा हुने गर्दछ है। त्यही पूजा हेर्नको लागि भनेर मेरो दाइ र म लागिसक्यौँ। अनि हजुरहरू पनि आउन नभुल्नु होला है। खतरा रमाइलो हुन्छ। जेउस रमाइलो भन्दा पनि रमाइलो हुन्छ। आउन चाहिँ नबिर्सिनु ल। राम्रो गराएर दामी भएको छ यो। बहुत राम्रो गराएर दामी छ क्या। होइन जम्मै पुल राम्रो छ। अहिले त यस्तो इजी भएको छ यी। मामा घर हेलो। अब यहाँबाट लाग्यो अमीर। बहुत खेलिन्थ्यो यार यहाँ बाँसको पिङ खेलिन्छ होइन यो चोरमा। बाँसको झुला बनाएर बाँसको अनि हामी पनि खेल्ने तपाईँहरू। यहाँ माथिसम्म पनि पिच गरेर कस्तो मजा आउँछ नि। हाम्रो मामा घरको टापु आयो। टापु यहाँ यस्तो जिब्रे साग खोज्न आउँथ्यो मारे हाम्रो यहाँ होइन जिब्रे साग अम्बासम्म त कति छ कति अम्बाको त एउटा पुट छैन त अहिले त। खाना आउने खरायो फोन खरायो कि हामी चाहिँ फाइनल्ली यो कहाँ अरे भानपोखरा आइपुग्यो। अझै हामीलाई चाहिँ डेस्टिनेसनमा भानपोखरा यति माथि रहेछ होइन। कमिरको बजार हेर्नु है साथीहरू। भानपोखराको पोखरी भयो। स्कुल चाहिँ त्यहाँनिर छ। नयाँ घर चाहिँ बन्दैछ। हामीलाई चाहिँ पुग्नलाई चाहिँ अझै लाग्छ हो टाइम 10 मिनट। हाम्रो मालिका गाउँपालिका हाम्रो अफिस है। यही हो ए हाम्रो गाउँपालिका अफिस देख्न सक्नुहुन्छ है साथीहरू। मालिका गाउँपालिकाको अफिस माथि धेरै माथि छ। सुन्दर छ नि। साह्रो छ होइन राम्रो। नयाँ बनेको अफिस होइन। नयाँ बनेको पुरानो बनेको चाहिँ यता बस्ने होइन बाइक पार्किङ बाइक ल जाडो भयो यार। फाइनली क्रस गाउँपालिका। मालिकाको पिस पार्कमा आइकन यस्तो दामी मन्दिर छ। यो मन्दिर चाहिँ उद्घाटन चाहिँ भएको छैन होला अझै जहाँसम्म लाग्छ चाहिँ यो होइन भर्खरै बनेको जाने कताबाट यहीँबाट हिँड्दै हो। ल हामी देउराली आइयो कोही साथीहरू छैन।
चाहिँ हेलिप्याड छ है साथीहरू हो त्यो ठाउँमा चाहिँ हेलिप्याड छ त्यहाँबाट जान सकिन्छ बाटै थाहा भएन हो बाटै कहाँनिरबाट गइन्छ भन्नु त सिधै यहीँबाट जाने यहीँ माथिबाट हामी यहीँबाट जाउँ बाइक त लानु भएन आमा बाइक चाहिँ राख्ने मान्छे जान्छ यसै हो पो यसै ठ्याक्कै धेरै उकालो पर्दैन होइन यहीँबाट छिरम बाइक चाहिँ लक गरेर राखिदिनु के ल फाइनल्ली हामी चाहिँ थाहा नभई अब बाटो हिँड्दैछौँ थाहा चाहिँ छैन र हामी चाहिँ लाग्यो है सोध्दै हिँड्दै कहाँ पुगिन्छ हौ थाहा छैन है तर हिँड्न चाहिँ हिँड्नु पर्यो यहाँबाट गएर त्यो बाटो हिँडिन्छ हो बाजे मालिका जाने बाटो यही त होला नि होइन मालिका जानलाई पैदल जाने यताबाट गइन्छ यताबाट यही बाटो सिधै त्यो माथि गएपछि त्यहाँबाट अलि उता गएपछि बाटै छ गइन्छ पैदल यहीबाट छिरेर गइएन यहाँ त गइनु माथि जानु कताबाट जानु पर्यो जाली बाहिरबाट अनि जाली बाहिर निस्किने त उतैबाट त्यहीँ यता मुलगढ ए तेरिको फेरि रिटर्न ब्याक टु जाली अनि बाइक छोड्ने भयो बजारमा लगेर छोडे यहाँ पनि ठिकै होला त्यस्तो केही नहोला केही होला र बा खै अहिलेसम्म भएन कि होइन नहोला भनौँ अहिलेसम्म नहोला होइन उतैबाट छिर्ने उतैबाट त्यहीँबाट जालीबाट मिलेन के लगिदियो भने हुन्छ उताबाट ठाडो पर्छ बा सिँढी छ सिँढी चिनेको छ एकदम बाटो सिँढी चिनेको छ ब्लक्कै छ ल ए ओके ल गाडी लिएर छोडेपछि तपाईँले हस् बाजे गाडी आफ्नो ल लागौँ त्यसो भए बसियो लाग्यो फेरि फर्कियो है हामी त पैजोर भन्ने ठाउँमा गएर बाइक राखेर चाहिँ निस्किनु पर्ने भयो ठिकै छ कताबाट जाने सिधै यता घुम्न आएको घुमौँ न त यता र उता के यहाँबाट लाग्यो है साथीहरू सिडी अब कति थाकिन्छ भन्ने कुरा यहीँ सास फुल्यो दाइ त फेरि फटाफट हो नि त फेरि मेरो डेस्टिनेसन चाहिँ ओ त्यहाँ हो है त्यहाँ ओ मालिका जाने आज के छ सुमी दिदी सिमी दिदी आज भाइरल हुने भयो नि के पुरै भिडियोमा घर पस्या भयो त घर छोडेर बन्द ए खुले रहेछ अहिले पसौँ ल अरू के छ त ज्योतिको खबर माथि उकाल्न चल्न ला मान्छेलाई के रित्तो बाल्टी त्यहाँ होइन केही हुन्न त्यहाँ जा केही हुन्न घरबाट निस्किँदा हो अरू के छ ठिक छ नि तिमी यहीँ हो बस्ने ल ल ल ल के छ दाइ खबर स्थिति पुगिन्छ दादा मजाले पुग्नु पर्यो नि हौ खुट्टो पाइले सारिन्न अब पहिला त हिँडिन्छ हिँडिन्छ नि पुरै सिडी हो यो
तेरि यो खास यो आजको पूजाको विशेष मैले बुझेको छैन कि अझै मालिकाको पूजा हो क्या पूर्णिमाको दिन भाकल गरेको मान्छेहरूले आज गरेको मान्छेले आज पुरा भएको दिन लगेर चढाउने हो मनको इच्छा पुरा हुन्छन् भन्ने जनविश्वास ओ ठिक छ हाम्रो ठुलो मान्यता धर्म मान्यता जो विश्वास भनौँ जो डराउँछ त मालिकालाई सम्झेरै डराउँछ बलि दिने काम खासै राम्रो त कुरा त होइन भयो नि चलिआएको परम्परा मालिकालाई चाहिने नै त्यही हो मालिकालाई चाहिने बलि यो चाहिँ टिमुर है यसरी फल्छ टिमुर त्यहाँनिर चाहिँ अर्कै बोट छ सानो हुँदो रहेछ है टिमुरको बोट चाहिँ यहाँ त टिमुरकै जङ्गल रहेछ जङ्गलै टिमुर अरे पुरै ल हेर्नु त साथीहरू आउनु है ठुल्चौरमा टिमुर चाहियो भने ठुल्चौरदेखि थोरै माथि सिँढी चढेर हुनुहुन्छ अरे अब चुनन दाइहरू पनि भिडियो बनाउँदै जाँदैछौँ म चाहिँ र त्यति धेरै आइडिया चाहिँ छैन जस बिगिनर हो म चाहिँ हजुर एडिट गर्न पनि आउँदैन भडाङ बुडुङ हालिदिने हो जे हुन्छ हुन्छ थाक्यो साथीहरू हिँड्दा हिँड्दा पुग्ने कसरी हो अझै थाहा छैन अघि कसैले खाऊँ न कसैले खाएको मजा छुट्टी छ नि ला टिपेर खान पाइएन दिएको त मजै आउनु टिप्न त होइन ल यहाँ रहेछ कि यहाँ यता खिच्न है मैसोले खान जाँदैछु है म चाहिँ गाह्रो छ के मिठो फल खान गाह्रो छ नि छन् बोटोहरू साथीहरू टन्नै रहेछ यो मरौटी हो ए मरौटी के अरे मरौटी होइन टिमुर टिमुरको जङ्गलै रहेछ यहाँ हेर्नु त टिमुर चाहियो भन्नु है ऐँसोले चाहियो पनि भनौँ है कसैले चाहियो पनि भनौँ भन्न त नभनौँ हामी खाएर सकाउँदैछौँ यसलाई देखाउँदै यो टिमुर भन्छ यसलाई भर्खर फल्दैछ ल हेर्नु त ठुलीचौर बजार या दामी छ उफ त्यहाँदेखि यहाँसम्म आइसक्यो हामी ल झोला बोकेर लुरुङ गर्दै हिँडिराख्नु भएको छ हामी त ठिक्क खान जाने हो पूजा गरेर दाइ त पूजा गर्नुहुन्छ दाइ त पूजा गर्नुहुन्छ म त त्यही पनि गर्दिनँ हौ मलाई त जनै राख्नुपर्छ अरे जनै छैन केही छैन यस्तो ठाडो छ हौ कसरी हिँड्ने हो ज्याक दाइको भिडियो हेरेर इन्सपायर भएको म चाहिँ एकदम वाउ वल्लो टुप्पामा फुल हेर्नु न साथीहरू या
कस्तो दामी होइन म मात्रै हाइट उकालो चढिरहेको छु स्यासे भन्छ यार यो ऊ हो क्या सेतो गुलाब सेतो गुलाब भन्छ त्यसलाई अरू के छ त या ल फाइनल्ली सानी द यस्तो दामी ठाउँ रहेछ त यहाँ त म त फर्स्ट टाइम यार फर्स्ट टाइम ल तजा भन्दिनँ यस्तो बवाल ठाउँ रहेछ त हेर्नु न यतातिर माथि माथि भ्यू हो नि त वाउ ल अब दाइले चाहिँ यहाँ ध्वजा बान्ने कार्यक्रम गर्दै हुनुहुन्छ पूजापाठमा फेरि लास्टै अगाडि हो कि होइन देउराली हो नि त आफूले मान्ने ठाउँ मान्न पर्छ क्या यस्तो सानी द भने साथीहरू है सानी दको वेदर हेर्नु न पिकनिक प्लेस रहेछ हौ साथीहरू पिकनिक स्पट ल यहाँ चाहिँ एउटा फोटो सुट आन्दिउँ न त ओहो यहाँ चाहिँ आफ्नै दिदीबहिनीहरूले आफै श्रम गरिराख्नु भएको छ ल है आमाहरू गर्नुहोस् राम्रोसित काम राम्रो बनाउनुहोस् बाटो हामीलाई चाहिँ सजिलो बनाइदिनु भएको छ धेरै धेरै धन्यवाद हजुरहरूलाई होइन पहिला आमाहरूलाई सम्मान गर्न पर्यो नि अनि आमाहरू भएकोले त अनि यहाँ चाहिँ आफ्नो मनोकामना पुरा गर्नको लागि यस्तो ध्वजा सजा बान्नुभएको छ पूजा गर्नुभएको छ है ज्यान थाक्यो मालिका भन्नाले त वाह कोही नभएर त मालिका भयो नि वाह एडभेन्चर कालिज बँदेल घोरल सब चिज पाइन्छ यहाँ यत्रो हेभी जङ्गल छ बाँस हाम्रो राष्ट्रिय फुल केटाकेटीले किताबमा पढ्थे जोस जागरका साथ अहिले हामी अनि प्रत्यक्ष रूपमा हामीले देखिरहेका छौँ आउनु होला है मालिकातिर ठुल्चोरबाट यहाँ आउनुहुन्छ होइन बा त्यहीमा त हो ठुल्चो ठुल्चोर त्यही त टाढा छ नि त बा हेर्नु त हामीलाई आउन यत्रो धेरै सकस भइसक्यो ठोकर छन् त के गर्ने कति भैँसी कति पाल्नु भएको छ भैँसी छैनन् म पनि गाई छन् गाई छ त सिमलटारीबाट आइयो नि त कति छ बाको गाई मेरो 4वटा छन् 4वटा गाई बाफ्रे कति लाग्छ तपाईँलाई यहाँदेखि वहाँ जान टाइम भन्नुहोस् त बा मलाई कति लाग्ने 1 घन्टा 1 घन्टामा पुग्नुहुन्छ ओह्रालो छ क्या यति घाँसको लागि वहाँदेखि यहाँ आउनुहुन्छ के गर्ने पानी काम गरेका मान्छेलाई काम गर्न मन लाग्छ हो त नि बस्न टाइम पास हुन्न हुन्न घर बस्ने मन लाग्यो बसेर काम छैन बस यो के हो यो त के को के यो बाँध हो बाँध हजुर होइन उता खर्सु होइन खर्चो होइन बाँध हो ए अँ त्यसले दुध आउन्न घिउ आउँछ हजुर दुध नआइकन कसरी घिउ आउँछ होइन दुध कम हुन्छ ए दुध कम घिउ बढी लाग्ने घिउ बढी लाग्ने ल ठिक छ अब के गर्ने काम गर्नै पर्यो होइन दुध खानै पर्यो त त्यही होइन बुवा त्यही हो फामदेशको दोरी हो त्यो घाँस ल्याउन है ओहो दुःख लाग्दैन बुवा के दुःख लाग्यो काम गर्नु? जिन्दगी गइसक्यो कटिसक्यो हो हाँस्दै खेल्दै पहाडमा घुम्दै होइन बुवा काम नगरे दुःख लाग्छ बरु। काम नगरे दुःख लाग्छ यो होइन लसी दुध दिन्छ घिउ हुन्छ होइन हो नि मस्त ल बुवा काम गर्नुहोस् है लाग्यो ल हामी लाग्यो जर्सी गाईको पेट भराउन सकिने हुन्छ जर्सी हो जर्सी हो जर्सीलाई त धेरै लाग्छ कसको फोन आएको छ ओ ल ल बुवा ल के भन्छ हजुर उर्गेलाई यो मगर
मगर मालिका होइन ल हाम्रो चाहिँ यो उहाँहरू चाहिँ पूजा गर्नुभएको पूजा गरेर सकाउनु भएको होइन यहाँ पाठीहरू पाठी त हो नि होइन काली पाठी काट्दै हुनुहुन्छ ठ्याक्क ल देख्न सक्नुहुन्छ है सबैजना हाम्रो चाहिँ फेरि टाढा छ हामी जाने चाहिँ कहाँनिर भन्नुहुन्छ भने अझै हामी टाढा छ हामी चाहिँ ठ्याक्कै यो डाँडामा जानुपर्छ है तपाईको नाम के हो हल्लियो त्यहाँ हिँडेको देख्नुहुन्छ होला अलिअलि नामबाट चलाइदिनु पर्यो नि हजुर ल ल उहाँहरूको कुल ए कुल होइन के अरे पूजा गर्ने मालिका सरी मगर दाईहरूको मालिका चाहिँ यो पऱ्यो ल लाग्यो है दाजुहरू हस् ल हस् हस् अप्ठ्यारो छ ओके ओके राजा ल ल दाजु लाग्यो है त बढी यस्तो सल्लाह हेर्नु है मालिका जान पनि दुःखै छ हौ साथीहरू दुःख मान्नुहुन्न तर रमाइलो मान्नुपर्छ मलाई त दुःख त वर्ड निकालिहालेँ तर यस्तो रमाइलो फिल भएको छ ल हेर्नु त यस्तो ल बसेर पिङ खेल्ने जस्तो छ त्यो त औ माटो भेट्यो हातैमा पऱ्यो क्या खै ल हेरौँ यो त तर केही छैन उडाइसकेको छ यति मेहनतले लगाएको छ यार अनि ल साथीहरू हेर्नु है चराको गुडी यस्तो दामी पारामा लगाएर बस्छ फुल पार्छ यस्तो अप्ठ्यारो छ हेर्नु त है साथीहरू यहाँबाट गयो भने त पुगिन्छ कहाँ अनुमान लाउनुहोस् त तिमीले ओ माई गड हेर्नु त साथीहरू यो रोड मालिका जाने बाटो उता त हेर्नै सकिँदैन यार क्यामेराबाट सायद देखिरह होला यता क्या हावा आयो ओ लाली गुराँस फुल्यो है साथीहरू हेर्नु कति टाढा आयो ठुल्चोर हेर्नुहुन्छ ठुल्चोर ढापामा गुराँस हेर त उता पछाडि ठुल्चोर गुराँसको खिच्न पछाडि खै पछाडि उके माथि यता त्यत्रो गुराँस दिँदैन औ जुम जुम पुरै जुम फाइन भाइ अझै कति लाग्छ दाइ हजुर अब आयो आयो कहाँ छ ल अब चाहिँ आउन थाल्यो अरे यता खिचिरहेको तपाईँको त आइरहेछ त टेन्सन नलिनु न भाइरल हुने तपाईँ हो हाम्रोमा चाहिँ खत्रै आछ यो हो मालिका तर त्यहाँ मन्दिर जान चाहिँ नमिल्दो रहेछ त्यहाँ माथि छ मन्दिर